गठबन्धन गर्ने होइन, सिंगल लड्नुपर्छ नि चुनाव त होइन। अब दुईटा फरक फरक विचार राख्ने होइन, विचार राख्ने मान्छेहरू एक ठाउँमा आएर चुनाव लड्ने है। राजनीति भनेको एउटा विचार पनि होला नि त होइन र। अब विचारदै तपाईँको चाहिँ गुमाएर आफ्नो सबै अस्तित्व गुमाएर त्यही कुर्सीकै लागि तपाईँको चाहिँ त्यति धेरै हामीले आसक्ति देखाउनु मिल्छ त मिल्दैन नि। र दम छ भने म भन्छु होइन, एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने, सिंगल त छुनै नसक्ने रहेछ त। अलि हाँसौँ न म त अब सभामा अलि हाँसौँ न पनि भन्छु कि सबै पब्लिकलाई हँसाउँछु, तपाईँ पनि हाँस्नु। सिंगल त मलाई चाहिँ छुनै सक्ने स्थिति रहेनछ होइन। अब हेर्दै जानुहोस्, रवि बालेन तपाईँको छैन के अरे यो के अरे कुलमानसँग अब एमाले काङ्ग्रेस माओवादी त छैन होला, नेपाल कम्युनिस्ट पार्टी यिनीहरू सबै पनि मिल्न सक्छन् श्रम संस्कृतिको विरुद्धमा, तर पनि श्रम संस्कृतिलाई हल्लाउन सक्दैन किनभने जनताले ठानिसक्यो। अहिले जानुहोस् गाउँमा जानुहोस् होइन। पहिला मैले एउटा उसमा अलि हाँस्दै भनेको थिएँ, त्यही अब अलिकति भनौँ न हास्य शैलीमै, गोठमा बाँधिराखेको गाईलाई सोद्धाखेरि पनि माटो भन्छ, पाखामा चढ्दै गरेको बाख्रालाई सोध्नुहोस् माटो भन्छ। देश त्यहाँ पुगिसक्यो होइन। त्यो मलाई थाहा छ नि। दिनको 2 बजीदेखि रातिको 9 बजीसम्म फुलको माला लिएर हर्क साम्पाङ आउँछ भनेर बाटोमा शीतमा होइन, पुरै शीतमा तपाईँको चाहिँ वर्षादी ओढेर माला बोकेर पर्खिराखेको मान्छेहरू देखेको छु गाउँमा। क्या फेसबुकमा रमाएर हुन्छ फल्ना प्रधानमन्त्री फल्ना के, गाउँमा आएर देखाउनु न। तपाईँलाई गाउँको गौडै पछि सोध्छ सिंहदरबार किन जलाएको, सहकारी किन ठगेको भनेर उत्तर के दिने। मिडियामा बोले जस्तो सजिलो त हुँदैन गाउँले गर्दा त। तर हामीलाई त्यस्तो स्वागत छ। तपाईले एउटा गीत पनि बनाउनु भएको छ बालिङ शाहको बारेमा, रविजीको बारेमा र कुलमानको बारेमा। त्यो रास फुलको माला है।